Hello guys, it's me Orjisa, and after 1.5 भनेपछि 1.5 years पछि नै म फेरि ब्लगिङ स्टार्ट गर्दैछु अगेन। बिचमा चाहिँ अलि बाहिर थिएँ, सो त्यही भएर नगरेको। न अहिले चाहिँ म कन्याममा छु। अघि भर्खर मात्रै आइपुगेको काठमाडौँबाट। उतैबाट स्टार्ट गर्ने सोचिरहेको थिएँ तर गरेन। अब ट्राभल गरेको हुन्छ है, बिचबिचको क्लिपहरू बिर्सेको हुन्छ, अनि त्यही भएर अहिले हेर्न सक्नुहुन्छ यस्तो राम्रो लोकेसन छ यहाँ। देन ऊ त्यहाँ माथि चाहिँ कन्याम लेखेको छ, अनि त्यहाँ जानु लाग्छु म चाहिँ। अब रोटी त्यहाँबाट चाहिँ उकालो आउनुपर्ने रहेछ है, अनि सो पुरै थाक्ने के। अनि ऊ त्यो माथि डाँडामा नि पुग्छु अहिले एकछिनमा, त्यो डाँडामा अनि यो डाँडामा। अनि नाउ अब चाहिँ खाना आएको, खाना खाएर यसो घुमेर यहाँबाट फेरि अब आन्टी जान्छु, अनि त्यसपछि भोलि बिहानको सनराइज हेर्छु। हजुरहरूलाई पनि देखाउँछु। खाना खानाको अघिसम्म त यस्तो शीतल थियो है, थाहै नहुने क्या मौसमको, यस्तो नि हुने रहेछ। बल्ल थाहा भइरहेको छु मैले। अब ऊ त्यहाँ पुग्छु खाना खाएर। फाइनली यहाँ पनि सकियो। फोटो र भिडियो खिचेर अब चाहिँ ऊ त्यहाँको डाँडामा, डाँडामा अब यहाँबाट साँझ फेरि उता पनि जानु छ। सो चाँडी धेरै होइन, अब हर्स राइडिङ गर्नु छ सुरुमा त। मलाई चाहिँ अस्ति नैबाट यो ड्रेस लाउनु मन लागिरहेको थियो, अनि देन अहिले यो ड्रेस बनाएर आउँदैछ घोडा व्हाइट कलरको। ल गाइज, म चाहिँ घोडा चढिसकेँ। फर्स्ट एक्सपिरियन्स मेरो। स्वर्ग डाँडा हुँदै स्कुल डाँडा होइन यो, स्कुल डाँडा हुँदा हुँदै स्वर्ग डाँडा हुँदा हुँदै पुरै गाउँ घुमिरहेछौँ। त्यसो सुटिङ के अरे दाइ, सुटिङ प्लेस हुँदै फेरि सानो टी बगान होइन, सानो टी बगानमा कन्याममा निस्किन्छ। So guys, enjoy the view. कति गाह्रो हुन्छ होला है यिनीहरूलाई नि। कति यिनीहरूले खाना चाहिँ टन्नै खान्छन् कि के हो है। See the view. त्यहाँ पारिबाट आएको है, यत्रो आइसक्यो। अझै बाँकी छ, झ्याउ लाग्नु लागिसक्यो अहिले त। मलाई धेरै बसेर होला झ्याउ लाग्नु लागिसक्यो। गाइज यो ठाउँ भनेको यस्तो ठाउँ रहेछ कि यु ह्याभ टु भिजिट दिस प्लेस के। एक न एकचोटि त आउनै पर्छ। मेरो त यहीँ घर बनाउने, यहीँ घर बनाएर बस्ने सोच भइसक्यो। चिया बगानको बिचमा घर बनाउने। बाउलाई जग्गा किनिदिनु भन्नु पर्यो अब। दिन्छ दाइ यहाँ जग्गा खास महँगो होला है, जग्गाको करोड। गाईले यस्तो धरो कुदाउने रहेछ। कन्याम फाइनली सकियो। यही थियो मेरो घोडा। हाई रेम्बो, से हाई। यस्तो प्यारो घोडा है यार। एन्ड हामी यहाँदेखि गएर उता सुटिङ सेटबाट आएर सुटिङ प्लेसहरू हुँदै त्यो कन्याम हुँदै तल चाहिँ कुनै के डाँडा भन्दै थियो। यो चाहिँ लभ डाँडाले त्यो झन्डा देखिरहेको। अब चाहिँ त्यहाँ माथि जान्छु। कति राम्रो देखिरहेको, आफैले आफ्नो तारिफ गर्दै बसिरहेको।
यार यो लडाउनेमा त होइन मेस्सीको फ्यान भन्ने मात्रै हो यो लडाउनु सक्दिनँ मैले अब चाहिँ यो माथि जाने हो गाइस I reach here थकेर आइसक्यो त्यो तलबाट आएको नि त बाटो कस्तो राम्रो रहेछ उता अब त्यही हो फेरि बन्ची हान्छु नत्र भने अर्को के हान्छु अब तपाईँ ओ माई गॉड कस्तो राम्रो यो यहाँबाट झरिसकेँ यहाँबाट उता गएर है उता तलतिर गएँ डोको बोकेँ भिडियो बनाएँ अनि त्यहाँ चाहिँ बनाउनु पाएन किनकि अब म एक्लै हुँ नि त सो त्यही भएर एकजनालाई बनाइदिनु भनेको भने जो भेटिन्छ बाटोमा त्यसले भिडियो बनाइदिनु अनि फोटो खिचिदिनु भनिरहेछ के भन्नु एक्लै यस्तै हो तर एक्लै रमाइलो लाग्छ मलाई केही छैन नो रिग्रेट फर द्याट स्टिक थियो क्या स्टिक ल्याउनै बिर्सेँ तलै रुममा छोड्दैछु अहिले उता त्यो अघि उता बसेको त्यही छोडेर आएछु अघि म रुममा गएर ड्रेस चेन्ज गरेर सब काम सकेर यता फेरि जिप लाइनको लागि आएको छु हाम्रो यो चाहिँ जिप लाइन हुन्छ यहाँबाट चाहिँ ऊ पारि त्यो बन्जी हान्ने पनि रहेछ मिनी बन्जी रहेछ होइन त्यहाँसम्म चाहिँ जाने हो जिप लाइन अब म गइरहेको छु यहाँ चाहिँ मलाई ल्याउनु भएको दाइ हुनुहुन्छ होला दाइ गरिदिनु अटो चाहिएमा कन्ट्याक्ट गर्नु होला यहाँ आएर जिप लाइन पनि सक्यो अब अन्टु गइरहेको छु यहाँबाट अन्टु पोखरी आइसकेँ हारा जस्तो छ म त भिडियो बनाउँछु भन्दा भन्दै सुत्दैछु भने बाटोमा फेरि बाटो यस्तो खतम रहेछ आमामा माथि पिच गरेको तर अस्तिको पानीले गर्दा चाहिँ पुरै गएको रहेछ साइडमा पुरै त्यो रोडहरू फुटेको त्यस्तो छ 2-3टा ठाउँमा चाहिँ सब ठिक छ कस्तो राम्रो छ यो यता सबै इन्जोय गरेर अब चाहिँ तल त्यस्तो कपडाहरू किन्नु छ चिसो रहेछ लास्टै अनि त्यही भएर तल जाँदाको पाउँछ कि नै तर अघि नै उतै फिक्कलमा किनेको भन्नु रहेछ फेरि यस्तो ल्याङ भयो नि एटिएम नचलेर एटिएमै बन्द भयो त्यो भने पिन बिर्सेर अब अनलाइन गर्ने हो किन्ने हो अब दिस इज अन्टु बजार एन्ड राति भइसक्यो छ चिसो नि बढेको रहेछ अनि उतै काठमाडौँमा चिसो थियो यहाँ त कस्तो चिसो रहेछ माथि डाँडा त्यो पानी डाँडाबाट यो डाँडा आइसक्यो त्यसको एउटा दुईवटा सामानहरू किन्नु छ सो यहाँ पाउँछ कि हेरौँ रुममा आइसक्यो उगाडो चढ्नै झ्याउ लाग्छ यस्तो राम्रो ठाउँमा स्टे गरिरहेको छु नि चिसो भयो रुममा गएर देखाउँछु ल फाइनली गाइज रुममा आइसकेँ तर रुमको वासरुम चाहिँ हल्का बिग्रेको रहेछ त्यहाँ दाइहरूले बनाउँदै हुनुहुन्छ सामान यहाँ छ सबै त्यहाँ अब हल्का फ्रेस भएर त्यसपछि पोखरीतिर वाक गर्ने हो अनि देन खाना खाने हो लुक्का सुत्ने हो भोलि बिहान उठेर सनराइज हेर्ने हो सो गाइज अब चाहिँ हामी तल गएर आइसकेको छ अघि नै तर आज ह्याप्पी माई यो राइट नाउ हियर किनकि अघि बनायो तर तलको चाहिँ भिडियो लिन पाएन कि म अचार पनि भइसक्यो हियर है एकदम
राति भयो त्यही माथि चिसो छ सो वी विल मिट टुमारो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब सेयर एन्ड कमेन्ट है अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु आई लभ यु सो मच गाइज बाई बाई